हाई गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म सिस्नो ढिँडो बनाउन जाँदैछु। यो सिस्नो ढिँडो चाहिँ मेरो फर्स्ट ट्राई हो। मैले खाएको पनि फर्स्ट टाइम हो अनि बनाएको पनि फर्स्ट टाइम हो। यदि बनाउने तरिकाहरू मिलेन छ भने मलाई सिकाइदिनु है त। मैले चाहिँ सिस्नोलाई सबैभन्दा सुरुमा पन्जा लगाएर केलाएँ अनि केलाइसकेर मकैको पिठो हाल्दैछु। यो मकैको पिठो हाल्दाखेरि चाहिँ सिस्नोमा किराहरू रहेको छ भने सबै झर्छ भनेर मलाई मम्मीले सिकाउनु भएको थियो। त्यही अनुसारले मैले राम्रोसँगले सफा गरेँ अनि त्यसलाई चाहिँ छमछम पारेर चिसो पानीले पखालेँ। मैले कुन बेला हो एकचोटि टिकटकमा भिडियो देखेको थिएँ। उहाँले चाहिँ सिस्नो पकाउँदाखेरि हामी त नपखालिकन पकाउँछौँ भन्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ अलिक कस्तो कस्तो लाग्यो र मैले चाहिँ पखालिसकेर अनि तातो पानीमा हालिदिएँ। त्यस पछाडि मैले टमाटर हालेँ 2टा अनि नुन हालेर चाहिँ मैले चलाएर छोपिदिएँ। मैले त्यो भिडियो हेर्दाखेरि चाहिँ उहाँले टमाटरहरू त त्यस्तो केही हाल्नु भएको थिएन, तर मैले चाहिँ हालिदिएँ। के हाल्ने के नहाल्ने पनि मलाई थाहा थिएन। अनि मैले युट्युबमा रेसिपीहरू पनि हेरिनँ। त्यहीँ मैले खाना बसालिदिएँ अनि बुक्लुक उम्लिरहेको थियो। त्यत्तिकैमा सिस्नोलाई खोडेँ। खोडिसके पछाडि माथिबाट तेल झानिदिएँ। यता हेर्दै सिस्नो पाको, खाना पनि पाको। अब चाहिँ म ढिँडो पकाउँछु। मैले चाहिँ सिस्नो पकाएँ, टमाटरको अचार पिनेँ अनि टमाटरको फत्के पकाएँ अर्को चाहिँ। अनि त्यसपछि मुलाको अचारसँग खाएँ। मलाई चाहिँ के भएको खै के मम्मीले एउटा उखान गर्नुहुन्थ्यो क्या, अल्छे तिग्रो स्वादे जिब्रो भनेर। त्यस्तै काम गर्न चाहिँ यति अल्छी लाग्छ है, तर खानेकुरा बनाउन चाहिँ मलाई अल्छी नै लाग्दैन क्या। सबैजना छक्क पर्नुहुन्छ, यो अल्छेले कहाँबाट यत्रो मेहनत गरेर पकाउँछ भनेर। म अरू काम गर्नमा चाहिँ एकदमै अल्छे छु, तर खानेकुरा बनाउनमा चाहिँ म अल्छे छुइनँ।